agriculture is the backbone of economies. Especially women are also involved in the sector, such as they are involved as entrepreneurs, as educators, and as leaders. Leaders such so. Yet, despite the many contributions and efforts, they still face many problems and difficulties. Difficulties like access to resources, recognition, and leadership. So today's discussion aims to explore not only these challenges but also opportunities and pathways towards how we can increase the leadership in agriculture and enterprise sector. Now, without any further delay, let us warmly welcome our panelists, Ms. Ramdevi ma'am, Ms. Anupama Pokharel ma'am from Warwick, and we have our third panelist as Ms. Susma Paudel from Eco Revive. Can you guys introduce yourself? Hello everyone, I'm Susma Paudel. म चाहिँ इको रिभाइभ रिसर्च एन्ड इनोभेसनको को फाउन्डर र एउटा बायोटेक्नोलोजिस्ट पनि हो होइन, रिसर्च गर्छु। अनि हाम्रो कम्पनीले चाहिँ मेनली के गर्छौँ भन्दाखेरि यो सेक्टरमा हामीले 2 वर्षदेखि रिसर्च पनि केमा गर्ने भन्दाखेरि जो अन्डर युटिलाइज हब्सहरू हुन्छ, नन टिम्बर फरेस्ट प्रोडक्ट्सहरू हुन्छ, त्यसमा चाहिँ रिसर्च गरेर त्यसमा भ्यालु एडिसन चाहिँ कसरी गर्न सकिन्छ र के प्रोडक्ट नयाँ प्रोडक्टहरू बनाउन सकिन्छ भन्नेमा चाहिँ हामीले काम गर्दैछौँ। त्यही अन्तर्गत हामीले आफ्नै कम्पनीको लागि रिठाबाट स्याम्पूहरू भयो, त्यसपछि फ्ल्याक्सिड जेलहरूबाट कन्डिसनर, अनि त्यसपछि चिउरीको सोप, क्यान्डल्सहरू बनाएको छौँ। र सँगसँगै हामीले चाहिँ एनजिओसहरूसँग कोलाबोरेट गरेर उहाँहरूलाई चाहिने टेक्निकल सर्भिसहरू पनि प्रोभाइड गर्छौँ। फर इक्जाम्पल हामीले एकचोटि एफएफएफ भन्ने प्रोग्राममा हामीले चितवनको चेपाङ कम्युनिटीसँग मिलेर काम गरेर उहाँहरूको लागि उहाँहरूको जो ट्रेडिसनमा एकदमै भ्यालुएबल छ चिउरी होइन, त्यो चिउरी प्लान्टबाट आउने सिड जो छ त्यसबाट जो ओइल आउँछ नि त्यसलाई चाहिँ कसरी भ्यालु एडिसन गरेर मार्केटसम्म ल्याउन सकिन्छ भन्ने कुरामा फर्स्टदेखि लास्टसम्म चाहिँ हामीले काम गरिरहेको थियौँ। त्यस अन्तर्गत हामीले उहाँहरूको लागि 30 जना वुमेन्सहरूको लागि चिउरीबाट क्यान्डल्स बनाउने, सेन्टेड क्यान्डल्सहरू बनाउने ट्रेनिङदेखि लिएर उहाँहरूलाई मार्केट एक्सेससम्म चाहिँ प्रोभाइड गरिरहेको थियौँ। यो सँगसँगै मैले चाहिँ अहिले रिसर्चमा पनि काम गर्दैछु, त्यो चाहिँ कम्प्युटेसनल बायोलोजी रिलेटेड रिसर्चमा काम गर्दैछु। यति नै म आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छु। धन्यवाद। Namaskar, good afternoon everyone. Firstly, thank you for the organizers and for the invitations. मेरो नाम चाहिँ अनुपमा पोखरेल। म हाल महिला पुनर्स्थापना केन्द्र अर्थात् वरेकमा चाहिँ कार्यक्रम संयोजकको रूपमा चाहिँ काम गर्छु। महिला पुनर्स्थापना केन्द्र अर्थात् वरेकको बारेमा भन्नुपर्दा चाहिँ वरेक चाहिँ एउटा 3 दशक अराउन्ड 30 इयर्सदेखि चाहिँ सामाजिक न्याय र महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको एउटा मोमेन्ट लेड अर्गनाइजेसन हो। यसले चाहिँ विशेषतः चाहिँ 3टा खेमामा रहेर एउटा हामी कार्यक्रम अथवा परियोजनाहरू गर्छौँ, सँगसँगै हामी चाहिँ एडभोकेसी एन्ड क्याम्पेनिङ गर्छौँ भने तेस्रो बाटोमा चाहिँ हामी नलेज प्रडक्सन र विशेषतः फेमिनिस्ट नलेज प्रडक्सन, महिलावादी ज्ञान प्रवर्धनको कुराहरू गर्छौँ र गर्दै आएका छौँ। र म चाहिँ वरेकमा चाहिँ हाल चाहिँ इकोलोजिकल जस्टिस एन्ड वुमेन लिडरसिप अर्थात् पर्यावरणीय न्याय र महिला नेतृत्वको कार्यक्रमहरू हेर्छु र सबैलाई चाहिँ आज सबैसँग कुरा गर्न पाउँदा एकदमै खुसी पनि छु। थ्याङ्क यू। नमस्कार सबैजनालाई, म रामदेवी त चामोसा र मेरो चाहिँ एग्रिकल्चर ब्याकग्राउन्ड भन्दा पनि इन्भाइरोमेन्ट साइन्स ब्याकग्राउन्ड हो। 2015मा कोइटी युनिभर्सिटी फ्राङ्कफर्टमा पिएचडी गरेर त्यसपछि लगत्तै चाहिँ मैले काठमाडौँ युनिभर्सिटी जोइन गरेको। It has been like more than about a decade now, and I'm also one of the founding member who has who played a pivotal role in establishing agriculture program at Kathmandu University. So at Kathmandu University, the Department of Agriculture is second youngest department
at our university, which was established back in 2020, immediately after COVID. So since then, I have played as a program coordinator, now as an assistant professor.